नमस्कार मेरो फेसबुकको सम्पूर्ण मित्रहरूलाई तपाईहरुले देखिहाल्नुभयो एउटा फोटो मैले भिडियो स्टार्ट गर्नुभन्दा अगाडि अपलोड गरिसकेको थिएँ। आजको मेरो मेन उद्देश्य के थियो भने भिडियो बनाउनुको सबभन्दा ठुलो उद्देश्य चाहिँ के हो भने एउटा छोरी मान्छे जसलाई अपार्टमेन्टमा काम गर्छ र ऊ छोरी मान्छे चाहिँ नेपालबाट बिलोङ गर्नुहुन्छ र पश्चिम साइडको हुनुहुन्छ भन्ने कुरा अहिलेसम्म जानकारी प्राप्त भएको छ। अपार्टमेन्टमा उहाँले एउटा हाउसमेटको रूपमा काम गर्नुभएको रहेछ र काम गर्दाको तौरमा मालकिनको इयररिङ्स सुनको इयररिङ्स मालकिनको उसले चोरी गर्नुभयो। के कारणले चोरी गर्नुभयो, कसरी चोरी गर्नुभयो, किन चोरी गर्नुभयो भनेर म उहाँलाई भन्न सक्दिनँ। यो बेङ्गलोरमा अहिले नेपाली जातिको बार बार चोरी 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 भएकोले गर्दाखेरि हरेक नेपाली जातिको हरेक व्यक्तिको बेइज्जती भइरहेको छ। तपाईलाई स्यालेरी पनि राम्रो दिइरहेको थियो, त्यो अपार्टमेन्टको व्यक्तिले 20-25 हजार रुपियाँ तपाईलाई स्यालेरी दिँदो रहेछ। अहिलेसम्म जानकारी अनुसार हजुरलाई मैले फेसबुक मात्र खुलाउनुको मतलब र 20-25 हजार स्कुल पढ्ने नानीहरू जुन तपाईँको नानी छ उनलाई पनि एक्स्ट्रा खर्चहरूको लागि पनि एक्स्ट्रा पैसा पनि दिँदो रहेछ। मकान मालिकले र त्यो अपार्टमेन्टको मालकिन र मालिकले पनि तपाईँलाई धेरै साथ सपोर्टहरू पनि गरेको रहेछ। गर्दा पनि तपाईँले यस्तो प्रकारको हरकत गर्नुभएकोले गर्दाखेरि हाम्रो जाति नेपाली जाति र दार्जिलिङ वेस्ट बेङ्गल र नेपालमा बस्नुहुने सम्पूर्ण गोर्खा जातिको बदनाम भएको छ। यो तपाईँले गर्नुभएको हरकतले गर्दाखेरि अब हाम्रो नेपाली जातिलाई बेङ्गलोर क्षेत्रमा अगर कोही पनि व्यक्ति काम गर्न आउनुहुन्छ भने उहाँहरूको लागि चाहिँ धेरै समस्या पर्ने भइसकेको छ। के अब हामी नेपाली चाहिँ चोर हो भनेर मात्र नाम कमाएर बस्नुपर्ने हो? किन हाम्रा पश्चिमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ यस्तो खालको व्यवहारले गर्दाखेरि बेङ्गलोर क्षेत्रमा हाम्रो नाम बिकाइरहनु भएको छ? एक बिराउने शाखा पिराउने भन्ने जुन हाम्रो नेपाली कहावत छ त्यही प्रकारको नै घटना भइरहेको छ बार। अब हिजो अस्ति नै 18 करोडको जुन सुन चाँदी चोरेको केस कम्प्लिट भएको छैन। अहिले एउटा सानो गोल्डको सुनको एउटा सानो इयररिङ्स चोरी गर्यो भनेर बेइज्जती भयो। कति बेइज्जत गर्नु सक्नुहुन्छ र कति बेइज्जत गर्नु चाहनुहुन्छ हजुरहरूले, म त त्यो बुझ्नु सकेको छैन। विगत 14 वर्षदेखि हामी बेङ्गलोरमा आएर सर्वे गर्नको लागि यति धेरै स्ट्रगल गरिरहेको छौँ। अहिलेसम्म कुनै पनि नराम्रो दाग हामीले आफ्नो इमानमा र आफ्नो जातिलाई परोस् भन्ने खालको शब्दको उच्चारण गर्नु दिएको छैन। तर धेरै नयाँ आउने नेपालबाट क्षेत्रबाट आउनेहरूले चाहिँ धेरै बेइज्जती गरिसक्नु भएको छ हाम्रो नेपालीको। यस्ता व्यक्तिहरूलाई चाहिँ सायद हामीले नै केही कारबाही गर्नुपर्छ जस्तो मलाई लाग्छ। हजुरहरूलाई यस विषयमा के भन्नु छ प्लिज कमेन्ट मार्फत मसँग बातचित गरिदिनुहोस् होला, ताकि यस्तो घटनाहरूको र यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले के गर्नुपर्ने यस विषयमा तपाईँहरूको सल्लाह सुझावको आवश्यकता पर्न सक्छ। एकदम नराम्रो कुरा हो, धेरै नराम्रो घटनाहरू घटिरहेछ। बार चोरी भयो, कति पनि चोरी हुन्छ र हरेक चोरीमा हाम्रो नेपालीकै मात्र नाम किन आउँछ? हामी नेपालीकै अब पहिला हामीलाई नेपाली भनेर बहादुर भनेर चिनिन्थ्यो भने अहिले हामीलाई चोर भनेर चिनिँदैछ है। बेङ्गलोर जस्तो जग्गामा स्टेट बाहिरमा खालि यस्तै मात्र हामी जुन स्टेट बाहिर आएर काम गर्दैछौँ यो बेङ्गलोरको क्षेत्रमा कर्नाटक राज्यभरि नै अब नेपालीहरू चाहिँ चोर हुँदो रहेछ भन्ने कुरा तमाम राज्यमा फैलिसकेको छ। अब मान्छेले हामीलाई विश्वास गर्नु छोडिसकेको छ। प्लिज यस विषयमा ध्यान दिनुहोस् र यस्तो हरकतहरू गर्नुबाट वञ्चित रहनुहोस् र जसले गर्दैछ त्यसलाई पनि सम्झाउनुहोस्, साथ सपोर्ट नदिनुहोस्। अरे यति भन्दै आजको मेरो भिडियोलाई यहीँसम्म समाप्त गर्दछु। तर तपाईँहरूलाई म रिक्वेस्ट गर्न चाहन्छु प्लिज चोरी चकारीबाट तपाईँहरू जति माथि ओल्झिनुहुन्छ र जति छिटो तपाईँहरू उयो गर्नुहुन्छ त्यति राम्रो। किनभने हाम्रो जातिको बहुतै धेरै धेरै बदनाम भइसक्यो बेङ्गलोरमा। अब त बेङ्गलोरमा बस्ने लाइकको पनि छोडिसकेको छैन हामीलाई। यति भन्दै आजको भिडियोलाई म यहीँसम्म समाप्त गर्दैछु। धन्यवाद।